एकदमै रमाइलो भ्यू देख्न सक्नुहुन्छ हजुरहरूले ब्याकग्राउन्डमा। आज चाहिँ हामी यति बेला छिमेकी देश भारतको पोखरा इलाकामा घुमिराखेका छौँ, जहाँ धेरै हिउँ परिराखेको छ। हजुरहरूले ब्याक साइडमा देख्न सक्नुहुन्छ हिउँ परिराखेको छ। गाइजहरू अन्यथा चाहिँ नसोच्नु होला, आज चाहिँ 2-4 दिन भयो चिसोले गर्दाखेरि मुख पनि धुन्न पाइएको छैन। हिउँ परिराखेको छ, हात खुट्टाले केहीले काम पनि गरिरहेको छैन, यहाँ मोबाइल समाउन पनि सकिरहेको छैन, एकदमै चिसो फिल भइराखेको छ है, एकदमै रमाइलो पनि भइराखेको छ। समथिङ हामी तल गाडी रोड छोडेर यहाँसम्म चाहिँ लगभग धेरै टाढा नै छौँ। यहाँदेखि गाडी चल्ने गाडी रोडसम्म जानलाई लाग्छ 2-3 घन्टा लाग्छ है। 2-3 घन्टाको बाटो छोडेर हामी एकदमै माथि पहाडी इलाकामा आइरहेको छौँ। यहाँ पानी पनि पिउने पानी पनि पाइँदैन, एकदमै चिसो छ, हिउँ छ दादापाखा जताततै होइन, एकदमै रमाइलो छ। कपडा चाहिँ हामीले 2-3 ताल लगाइराखेका छौँ, एकदमै चिसो भइराखेको छ। देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा एकदमै यत्रो ठुलो लट्ठी टेकेर हामी हिँडिरहेका छौँ। हजुरहरूले मेरो ब्याक साइडमा देख्न सक्नुहुन्छ टक्क हिउँहरू देख्न सक्नुहुन्छ है। बिहानको समय हो, यति बेला बिहान 9:15 20 मिनट त्यस्तै गइरहेको छ र समय हो यति बेला हाम्रो नेपालको कुरो गर्ने हो भने चाहिँ असोजको आज चाहिँ 25 गते हो है। अब जाँदापछि एकदमै रमाइलो भइराखेको छ। योभन्दा अगाडिका भिडियोहरू पनि मैले हजुरहरूलाई बनाएर राखेको थिएँ। धेरैभन्दा धेरै साथीहरूले मन पराइदिनु भएको छ, धेरैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भएको छ र आज म त्यसै एरियामा फेरि पुनः घुमेर आएर हिउँ भएको हिउँको ठाउँमा चाहिँ एकदमै जुत्ता लगाएर जुत्ताको सहायतामा एकदम यस्तो सेतो हिउँमा चाहिँ हेर्न सक्नुहुन्छ। एकदमै हामी उभियो भने चाहिँ पाइतला चाहिँ हिउँ छ है, एकदमै हिउँमा चाहिँ हामी घुमिरहेका छौँ, रमाइरहेका छौँ। पक्कै पनि साथीहरू एकदमै रमाइलो छ, रमणीय छ। यतातिर हजुरहरूले देख्न सक्नुहुन्छ रुखतिर, क्यामेरालाई त्यति राम्रोसँग फलो गर्न नसक्ला त्यही पनि रुखतिर हेर्न सक्नुहुन्छ, एकदमै सेतो हिउँहरू रुखैभरि देख्न सकिन्छ। हामी भुइँतिर हिँडिरहेका छौँ तर पनि हामी माथि गिरिराखेको छ हिउँ होइन, हामी माथि एकदमै झरिरहेको छ। 2-4 जना हामी साथीहरू मिलेर एकदमै हिमाचल प्रदेशको पहाड इलाका छिमेकी देश भारतको पहाडी इलाकामा हामी एकदमै रमाइरहेका छौँ। हामी मुख पनि धुन सकिरहेका छैनौँ किनभने पानी एकदमै चिसो छ, नुहाउने त कुरै छोडिनुहोस्, हामीले मुख पनि धोएको छैनौँ। यहाँ एक त यो पहाडी इलाकामा चाहिँ पानीकै अभाव छ, पानी पिउने पानी चाहिँ भेटाउनै गाह्रो छ, त्यसैमाथि पनि अब मुख पनि नधोएर हामी बिहानको समयमा हिँड्दै फिर्दै घुम्दै ओदारको बसेर गर्दै हामी घुम्दै फिर्दै एकदमै रमाइलो रमणीय गरिरहेका छौँ। आशा छ यो भिडियो सुरुसम्म अन्तिमसम्म हेरिनु हुनेछ।